यहाँहरूले नेपालमा 7 महिना जो पिजिएनसिसीले मलाई प्रतिनिधिको रूपमा पठाउनु भएका कुराहरू के कस्ता छन् त्यो सुन्नमा आफू हुनुहुन्छ होला र यहाँहरू अन्तिममा खुसी पनि हुनुहुन्छ भन्ने मलाई लागेको छ। तर कुरो के हो भने दुईटा नाउँमा खुट्टा हाल्दाखेरि धेरै गाह्रो हुने रहेछ र त्यही कारणबाट नै हामीले अघि बिजिएनसिसीका प्रमुखले भनिसक्नु भयो कि हामीले 2 भागमा बाँडेका थियौँ। एउटै सिक्काको 2 पार्ट हो। एउटा सिक्कामा एकपट्टि केही लेखिन्छ भने अर्कोपट्टि केही लेखिएको हुन्छ। त्यस्तै उहाँले अघि नै तपाईँहरूलाई यसको बारेमा अवगत गराइसक्नु भयो। तर वास्तविकता आवश्यकता यतिखेर के पर्यो भने विवेकको आन्दोलन चाहिँ थाती रहेको प्लस सत्याग्रह सङ्घर्ष समितिले नेपालको सर्वोच्चमा मुद्दा लगाएको थियो। त्यस कारणबाट यो समयलाई उपयोग गरौँ भनेर उहाँले मलाई बिजिएनसिसीले प्रतिनिधि रूपमा गइदिनु पर्यो भन्नुभएर मैले यी कामहरू 7 महिना गरेँ। यसै विषयमा म यहाँलाई पहिलो नम्बर बिजिएनसिसीको कुराहरू बताउनेछु र त्यसपछि केही मुद्दा कहाँ पुगिरहेछ त भन्ने कुराहरू चाहिँ यहाँलाई म बताउनेछु। यसै विषयमा तपाईँहरूले कहीँ पनि सोध्नुहुन्छ भने यो सत्याग्रहको विभेदको अपरेसनको विषयमा 2013 देखि आजसम्म के भइरहेछ भन्ने कुरा प्रत्यक्ष मलाई सोध्नु भयो भने म तपाईँहरूलाई बताउने कोसिस गर्छु। र टेक्निकल साइडमा कहाँ विभेद भयो, कसरी विभेद भयो, यो 200 वर्ष भन्दा माथि 210 वर्षको इतिहासमा कसरी चाहिँ यिनीहरूले विभेद गरेको रहेछ भन्ने कुरा चाहिँ मेजर जोधबहादुर साहबलाई सोध्नुभयो भने उहाँले प्रश्न पार्न सक्नुहुन्छ। प्रश्न पार्ने विधहरू त अरू थुप्रै हुनुहुन्छ, तर उहाँले लिड गरिराख्नु भएकोले गर्दाखेरि समग्रमा हामी सबै संस्थाको तर्फबाट जे विषयमा चाहिँ हामीलाई सल्लाह सुझाव दिनु थियो त्यो दिइसकेको र उहाँले त्यसको बारेमा निकालिसक्नु भएको छ र त्यही बारेमा अहिले सबै मार्फत अहिले हल भए पनि पहिलो प्राथमिकता भनेको पेन्सन हो र यो वेलफेयर इमिग्रेसनहरू चाहिँ करिब भइरहेको छ र यो समाधान चाहिँ हुन आँटेको छ। र यहाँ फेब्रुअरी 19 म नेपाल गएको थिएँ। त किन जरुरी भयो त जान भन्ने कुरा यहाँलाई जसले सामाजिक सञ्जाल हेर्नुहुन्छ उहाँले त देख्नु भएकै छ, तर हाम्रो अग्रजहरूले यस विषयमा चाहिँ बुझ्नु भएको छैन। तर यहाँ आज उपस्थिति देख्दाखेरि म अघिदेखि बिचमा आएछु जस्तो लागिरहेको छ, किनकि यहाँ जो आउनु भएको छ भान्जा मान्छेहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँको छोराछोरी र यहाँलाई मात्र चाहिएको हो नागरिक निरन्तरता, अरूलाई चाहिएको छैन। त्यसो भए हामी किन लडिराख्ने? म किन लड्नु? म किन फेरि प्रतिनिधि भएर गइराख्नु? आज 13 वर्ष भयो नोकरी नगरेको, 14 वर्ष लाग्यो, कति करोड घाटा भयो होला। मैले के भन्ने गरेको छु भने तपाईहरुलाई नै राइट दिलाउनको लागि आफ्नो नोकरी छोडेर आफ्नो भइरहेको पेन्सन नेपालमा थुप्रेको पनि सकेर अब उहाँ लन्डनदेखि यहाँ आउँदाखेरि 40-50 पाउन्डको तेल भरेर तपाईलाई किन सुनाउन आउनु? के अर्थ लाग्छ? यो दुःखको कुरा। पहिला तपाईको आम सभा भन्नु भने 500 भन्दा धेरै मान्छे हुन्थे, यो मुनिको हलमा अड्दैन थियो। तर किन हुँदैनन् भने आज यहाँको 15-20 हजार नानीहरू भान्जा भान्जीहरू आइसकेकोले गर्दाखेरि यहाँलाई के पनि यस विषयमा आवश्यकता ठान्नु भएको छैन। तर याद रहोस्, भुटानी 500 वर्ष अगाडि
गएका ती घर भएका ठ्याक्कै नागरिकता लिइसकेकालाई पनि खेदाएको याद गर्नुहोस्। बर्मादेखि खेदाएको याद गर्नुहोस्, फिजीदेखि खेदाएको याद गर्नुहोस्। भने यो देशले खेदाउँदैन भने के ग्यारेन्टी छ तपाईँहरूलाई? हाम्रा नानीहरूले पाएको वंशजको नागरिकता होइन यो देशमा, कुनै पनि टाइममा निकाल्न सक्छ। अमेरिकामा डिबी लटफिट परेर गएकालाई त खेदाइरहेको छ, र भोलि यहाँको नागरिकता लिइसकेको छ अधिकांश हाम्रा नानीहरूले, भान्जा भान्जीहरूले। भोलि उनीहरू स्टेटलेस हुँदैछ। यत्रो पेन्सनभन्दा पनि ठुलो कुरा हो यो। तपाईँहरूको कन्ट्रिब्युट चाहिँ के त? 0। कन्ट्रिब्युट त गर्नु भएर सुन्न पनि आउनुहुन्न। त्यसले पाएपछि मेरो नानीले पाइहाल्छ, यो चाहिँ बडा खतरा हो। त्यसले पेन्सन पायो भने मेरो पनि पाइहाल्छ नि, यो पनि खतरा हो। एउटाले हेरोमा भन्थ्यो गेसोलाई पनि 2 रुपियाँ पैसा दिइनँ, सत्य गर्न दिइनँ, म पनि आएँ, पेन्सन पनि बढ्यो, मेरो नानी पनि आयो, ल हेर्नुहोस् त। गरेर चाहिँ कसले आन्दोलन त्यसो हो भने? त्यसकारण सबै बुद्ध हुँदैन, यो सही कुरा हो। सबै गान्धी हुँदैन अहिलेको यो हो, त्यो कुरो मलाई थाहा छ। मरेर लानु केही पनि छैन, मरेपछि ज्यान माथि जान्छ। धन नानीलाई थुपार्ने होइन, केटाकेटीलाई। राणाको सन्तान नेपाल राज्य नै राणाको थियो नि हिजो, तपाईँहरूलाई थाहा छ त? आज मागी खाइरहेको छ राणाको सन्तानले। भने एउटा चाइनिज कथा छ नि, त्यो सुरु गर्नुभन्दा पहिला यहाँलाई म सुनाइदिन्छु। एउटा त्यो पढ्दाखेरि के हो, के रहेछ भने ऊ चाहिँ जहिले पनि माछा मार्नु जाने, माछा मारेर ल्यायो, छिमेकीले आश गरिराख्ने। अनि छिमेकीलाई आज पनि माछा दियो मारेर, भोलि पनि माछा दियो, हैरान भएको छ। अनि उसले के भन्यो भने तँलाई आज तपाईँलाई म आजदेखि माछा दिन्न, माछा मार्न चाहिँ म सिकाउँछु, हिँड्नुहोस् भनेपछि माछा मार्न सिकायो। माछा मार्न सिकाएपछि भोलिदेखि उसले छिमेकीलाई माछा दिनु परेन। त्यस्तै हाम्रा नानीहरूलाई सबैको नानी डक्टरै होस्, इन्जिनियर, पाइलट होस् भन्छ नि, सबै कहाँ हुन्छ? छोरा गायकर हुन खोजेर चाहिँ पाइलट के अरे डक्टर भइरहेछ भनेर छोरालाई खेदाइदिन्छ। छोरो ट्यापे होप्रो नभएर के थियो? उसको चाहना के छ त्यो दियो भने नानीहरू अवश्य राम्रो हुन्छ। यसकारण तपाईँहरूले नानीहरूको चाहना अनुरूप नै जे चाहन्छ त्यो दिनु चाहनुहुन्छ भने राइट पनि कसरी पाइन्छ त्यो पनि खोजिदिन आवश्यकता हो। त्यसै कारण 19 फेब्रुअरीमा म गएको थिएँ। त्यतिखेर एउटा कुरा के हो भने जो माननीय जसपाका माननीय सुशीला श्रेष्ठजीले चाल पाउनु भएछ, सत्य कुरो भन्नुपर्छ। उहाँले के चाल पाउनु भयो भने त्यहाँ चाहिँ जसको बाउ छैन, आमा छ, बाउ बेपत्ता भयो, कहाँ गयो, उनीहरूलाई नागरिकता नानीहरूलाई दिएको थिएन। त्यो नागरिकता पाउँ भनेर चाहिँ 2067 सालदेखि लडिरहेको थियो। जो लड्ने व्यक्ति हुनुहुन्थ्यो डाक्टर प्रोफेसर डाक्टर चन्द्रकान्त ग्यावाली। र त्यही कुरो चाहिँ आज विधेयक लिएर आयो। त्यो विधेयक कसरी आउँछ भन्ने यहाँलाई म सुनाइदिन्छु। विधेयक ल्याउनको लागि जो पीडित पक्षहरू हुन्छन् उनीहरूले आवाज उठाएपछि उहाँहरूले चाहिँ विशेष यो नागरिकता बारेमा चाहिँ गृह मन्त्रालयको हात हुन्छ। त्यहाँबाट उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा पनि पठाउन सक्छ, त्यहाँबाट पनि पास हुन सक्छ। त्यहाँबाट भएन भने अन्याय नै भयो भने चाहिँ गृह मन्त्रीले कानुन, परराष्ट्र र होम त्यहाँका मर्स्याउँदा हेर्छ। त्यो हेरेर चाहिँ उनीहरूले पास गरेपछि त्यो चाहिँ क्याबिनेटमा लान्छ, मन्त्री परिषदमा लगेर त्यहाँ पास भइसकेपछि जब गृह मन्त्रालयले चाहिँ यस भनिसकेपछि मात्रै अनि त्यो चाहिँ प्रतिनिधि सभामा जान्छ।
प्रतिनिधि सभामा गएर सबै माननीयहरूलाई त्यो कपी दिनुपर्छ। उनीहरूले त्यहाँ कमेन्ट्स गर्न सक्छ। जब उनीहरूले बुझाइसकेपछि प्रतिनिधि सभाबाट फेरि गृह मन्त्रालयमा आउँछ र गृह मन्त्रालयले सबै पास भइसकेपछि अनि प्रतिनिधि सभामा गएर मेरो यो आजको विधेयक चाहिँ पास गरिपाउँ भनेर उनले प्रस्ताव राख्छ। यो प्रस्ताव चाहिँ यहाँ पास भयो भने फेरि गृह मन्त्रालयमा आउँछ। फेरि गृह मन्त्रालयले के अरे अप्पर हाउस भन्छ, उहाँ चाहिँ राष्ट्रिय सभा भन्छ। त्यहाँ पनि एक्ज्याक्टली जस्तो प्रक्रिया भएको थियो प्रतिनिधि सभामा त्यस्तै प्रक्रिया सुरु हुन्छ। जब त्यहाँबाट पनि पास भइसकेपछि प्रतिनिधि सभामा फर्किन्छ र त्यहाँ दुवै सदनले पास गरिसकेपछि त्यो चाहिँ राष्ट्रपतिकोमा गएर राष्ट्रपतिले पनि हेर्छ। उसले पनि त्यहाँ फेरि केही कुराहरू सुझाव दिन्छ। त्यसपछि मात्रै स्ट्याम्प लागेपछि मात्रै कानुन बन्छ र यो हो प्रक्रिया भनेको चाहिँ। यसैले एउटा माननीयको के अधिकार हुँदो रहेछ भने जुन विषयमा त्यहाँ विधेयक अध्यादेश आएको छ त्यो विषयमा चाहिँ उनीहरूले आफ्नो पावर प्रयोग गर्नु पाउँदो रहेछ। त्यही अन्तर्गत 72 घण्टाको समय दिएको थियो। त्यो समयमा चाहिँ जुन लन्डन यायोखा राईहरूको चाहिँ प्रारम्भिक समितिको महाधिवेशन भइरहेको थियो र उहाँबाट चाहिँ सुशीला माननीयज्यूले नेपालका संयोजक र अहिले प्रमुख सल्लाहकार युके नेपालको हुनुहुन्छ नेपालको लाल एलबी घिसिङ, उहाँले फोन गर्नुभयो। उहाँलाई सूचना दिएपछि त्यहाँबाट चाहिँ फेरि हाम्रा सत्य गरेका सचिव विजिएनसीको महासचिवकोमा त्यो कुरा आइपुग्यो। उहाँले चाहिँ पूर्वा शेर्पा, उहाँ चाहिँ सहसंयोजक हुनुहुन्थ्यो नेपालमा, उहाँलाई खबर गरिसकेपछि अनि उहाँले चाहिँ त्यो कुरो फेरि माननीयज्यूसँग कुरो गरेर त्यो प्रस्ताव ल्याएपछि युकेका बिजिएनसीका को निर्णयले चाहिँ मलाई गइदिनु पर्यो भन्ने कुराहरू प्रस्ताव आएपछि मैले सहजै स्वीकारेर म नेपाल गएँ। तर नेपालमा जाँदा 2 घण्टा माथि हवाईजहाजले घुमायो र म ढिलो पुगे तापनि म सिधै नसुनिकन वकिल साहबसँग कुराकानी भयो। उहाँसँग कुराकानी हुँदाखेरि र पनि यो गाह्रो छ भन्ने कुराहरू भए तापनि भोलिपल्ट हरेक पार्टीका माननीयज्यूहरू प्रतिनिधिज्यूहरूलाई बाराईमा हामीले राखेका थियौँ। त्यहीँ एउटा छलफल गरेर चाहिँ कसरी चाहिँ हाम्रो विषयमा दर्ता गराउने भन्ने भए तापनि त्यो दिन उहाँले निकालेको 10 क ख ग हुँदै त्यसैमा राख्नुपर्ने भन्ने कुराहरू गरियो। तर त्यो त्यसरी जान नपाइएको रहेछ। त्यो चाहिँ खारिज हुनुपर्छ भन्ने हाम्रो माग भएपछि त्यसमा नजाने भनेर कतिपल्ट जुम मिटिङबाट पनि डाक्टर प्रोफेसर चन्द्रकान्त गाउँलीले प्रश्न पार्नुभयो। थुप्रै मिटिङहरूमा जुमबाट र मात्रै केही साथीभाइहरूले अहिले प्रश्न बुझ्नु भएको छ। आशा छ मलाई त्यो क्वेसन गर्नुहुन्न होला। भोलिपल्ट हिमालयन होटेलमा फेरि वकिल साहबहरू र माननीयज्यूहरू बसेर फेरि छलफल भयो। पल्टाएर चाहिँ एउटा गोर्खाको बारेमा कसरी चाहिँ दर्ता गराउने भन्ने एउटा पेपर तयारी भयो भनौँ प्राप्त। त्यतिखेर चाहिँ त्यो दिनको 2 बजेसम्म मात्रै टाइम थियो। त्यो बेला यति साह्रो कुदियो कि तपाईँको मान्छे पार्टी अफिसहरू मैले प्रायः सबैको चिनेको कारणबाट सजिलो भएको हो। किनकि म 14 वर्ष भइसक्यो नेपाल भन्नु 36 पल्ट भइसक्यो नेपाल गएको त्यो विभेदको लागि। त्यसकारण त्यो पार्टी अफिसहरू सबै मैले चिनेको हुनाले गर्दा मलाई सजिलो भयो र 10 जनाले दर्ता गराउन सफल भयो। तर प्रतिनिधि सभाले राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइदियो। त्यहाँ छलफल भयो र हामीलाई पनि एनआरए नै का थुप्रै देशबाट आउनु भएको थियो प्रतिनिधिज्यूहरू र हामी गोर्खाको पनि गएका थियौँ।
तर त्यहाँ के कुरा उठ्यो भने हामीले हाम्रो विषयमा समस्याहरू सबै राखिसकेपछि एनआरएनएका संस्थापक अध्यक्षज्यूले गोर्खा पनि एनआरएनए हो भनी पठाउनु। अनि पछि उहाँले बोलिसकेपछि मैले हात उठाएँ, मलाई बोल्ने मौका दिनुभयो। त्यसलाई मिनी पार्लिमेन्ट पनि भन्छ खास गरी। र मैले भने गोर्खाले चाह्यो भने एनआरएनए हुन सक्छ, तर एनआरएनए गोर्खा हुन सक्दैन। यो कुरो मैले स्पष्ट राखेँ, किनभने गोर्खाको इतिहास 1816 देखिको सुगौली सन्धिदेखिको इतिहास गाँसिन्छ र 9 नोभेम्बर 1947 मा सरकारले पठाएको हो भन्ने प्रमाण हामीसँग छ। र 2004 मा चाहिँ 2002 मा काजी शेर्पा जो काजी शेर्पाले लगाएको कुरा तपाईले सुनिसक्नु भयो। त्यो मुद्दा लगाएर चाहिँ त्यो चाहिँ नजिर बसिसकेको थियो। यो गोर्खाले यहाँको नागरिकता पायो भने अरू गोर्खाले पनि त भोलि मुद्दा हाल्न सक्छ भनेर 2002 देखि नै यहाँ चाहिँ एक्सरसाइज भएको छ। त्यो प्रमाण पनि हामीसँग छ। अहिले कसैले गफ हान्छ भने म देखाइदिइहाल्छु। र 2004 मा आएर चाहिँ नेपाल गभर्नमेन्टले लाई चाहिँ मेरो देश बचाउने गोर्खा आँसु रगत पसिना लगाएका गोर्खालाई हामी चाहिँ यहाँको नागरिकता भए पनि अथवा आइएलआर आइएली भए पनि अथवा छोटो भाषामा पिआर दिन तयारी छौँ भनेर भनेपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाज्यू चाहिँ सम्मानीय प्रारम्भ मन्त्री हुनुहुन्थ्यो। त्यो चिठी परराष्ट्र मन्त्रालयमा छ। त्यसको आधारमा एक्सरसाइज भइसकेको छ। त्यो किताबमा मेजर टिकेन्द्र साहबले पनि के बोल्नु भएको छ भन्ने पनि हामीसँग प्रमाण छ। वास्तवमा 2 देखि नै एक्सरसाइज भएर दिन लागेको रहेछ र 4 मा चाहिँ त्यसरी सोधेपछि सरकारले नै अनुमति दिएर तपाईहरुले अनुमति दिएपछि गोर्खामा थुप्रेको होइन र 2007 मा जुन प्रकार गेसोले मुद्दा लायो त्यो चाहिँ नजिर भइसकेको मुद्दा हार्ने अवस्था थिएन रहेछ नि त। त्यो त जित्थ्यो रहेछ, पहिले जितिसकेको मुद्दा रहेछ। जे भयो ती कारणले गर्दाखेरि तपाईहरुले पठाएर आएका गोर्खा हुँदैन र अनि गोर्खाको नागरिकता घोषणा मिल्छ अनि एनआरएनएमा लगेर मिलाउन मिल्छ भनेपछि उहाँहरूले यो कुरालाई स्वीकार्नु भयो। त्यसपछि राज्य व्यवस्थामा मैले समस्याहरू पनि भने सबै समस्याको कुराहरू अहिले म भन्छु तपाईहरुलाई। त्यो समस्याको कुराहरू भनिसकेपछि उहाँहरू एकदम कन्भिन्स हुनुभयो र सभापतिज्यूले के भन्नुभयो भने सबभन्दा कन्भिन्स हुनुभएको चाहिँ त्यहाँको पनि महाशाखा कानुन हेर्ने महाशाखा हुँदो रहेछ। उहाँले हामीलाई त्यतिखेर महासचिव होमजी पनि हुनुहुन्थ्यो। हामीले फाल्टो डकुमेन्ट 13वटा डकुमेन्ट थुपारेका थियौँ देखाउनलाई, मैले प्रमाण देखाउनलाई। तर उहाँले सचिवले माग्नु भएको सबै डकुमेन्ट कोलले माग्यो म पनि पहिला त छक्कै परेँ। पछि उहाँले फोन नम्बर दिएर म तपाईँलाई भेट्छु भनिसकेपछि पछि त उहाँ चाहिँ गृहको कानुन हेरेर सचिव हुनुहुँदो रहेछ। उहाँले एकदम पोजिटिभ लिनुभयो। पछि सभापतिलाई के भन्नुभयो, गुरुबा शर्माले सुन्नु भएको छ, तपाईँ मन्त्री बन्नु सक्नुहुन्छ तर तपाईँ म जस्तो सचिव चाहिँ बन्न सक्नुहुन्न। उहाँले ठोकिहाल्नुभयो सभापतिज्यूलाई। यसरी उहाँले त्यतिखेरको चाहिँ रामहरि कतिवटा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुहुन्थ्यो। उहाँले एकदमै राम्रो काम गर्नुभयो। सबै पार्टीका माननीयज्यूहरूले पनि के भन्नुभयो भने एकजना माननीयज्यूले त म पनि लाउरेको छोरा हो, मैले पनि जाने अधिकार छ, म गएँ भने के मेरो नागरिकता खोज्न मिल्छ, कसरी अगाडि बढाउनुहुन्न भन्ने कुरो गृहमन्त्री राख्नु भएको थियो। त्यसपछि उहाँले चाहिँ भन्नुभयो कि यो राज्य व्यवस्था भन्दा पनि यसलाई चाहिँ अब राष्ट्रिय सभाबाट पास भयो भने हामी यो कानुन ल्याएर हुँदैन। यो कानुन भोलि बाजियो भने त संविधानसँग बाजियो भने त कानुन त स्वतः खारेज हुँदो रहेछ। त्यो त त्यस्तो हुँदो रहेछ। त्यसै कारण यसलाई संविधानै संशोधन गर्न आवश्यक छ र विधेयक ल्याउँछु भन्नुभयो।
र उहाँले त्यसपछि फेरि 72 घण्टाको टाइम दिनुभयो राष्ट्रिय सभामा। त्यहाँ चाहिँ हामीले मौका पायौँ र त्यहाँ म्याक्सिममले दर्ता गर्नुभयो र त्यो हलै थर्क्यो कि त्यहाँका माननीयज्यूहरूले बहुमतले नै पेलेपछि गृहमन्त्रीज्यूले चाहिँ म विधेयक ल्याएर छाड्छु प्लस हाम्रो सचिवज्यूको सल्लाह अनुसार हामी अगाडि बढ्न थाल्यौँ र यो कुरो पुस र माघमा चाहिँ बहुमतले पास गर्छ। किन पास गर्छ भनेर तपाईँहरूलाई भन्छु भने उहाँले भन्नुभयो भने तपाईँहरूले 274 जना माननीयलाई नै यो त प्रमाण बुझाउनु भएको रहेछ। त्यतिखेर चाहिँ धेरै दुःख भयो। जे होस् हरेक माननीयको हातमा प्रमाण पुर्याउनु भनेको जोक थिएन। 5 महिनासम्म त 5 दिन जस्तो लाग्यो मलाई, धेरै बिजी भयो। त्यसकारण अहिले एकजना पनि माननीयहरूले राष्ट्रिय सभा र मुनि प्रतिनिधि सभाको माननीयज्यूहरूले बुझिन भन्ने सवाल नै भएन। पछि हामीले 40-50 जना राष्ट्रिय सभाको सबैलाई राख्दाखेरि उहाँले हामी बुझिसकेका छौँ, समस्या चाहिँ भन्नुहोस् मात्रै भन्नुहुन्थ्यो उहाँले। र उहाँले भन्नुभयो कि जुनै सरकार आए पनि यो इस्टाब्लिस भएको पहिलोपल्ट हो। गोर्खाहरूको मैले पहिले भनेको थिएँ 1815 देखि लडाइँ गर्दै आउने ज्यान बलिदान दिने 2,09,000 गोर्खाले बलिदान दिएको गोर्खाको चाहिँ आज गो पनि नलेख्नु संविधानमा, यो कति अन्याय भएको छ। र गोर्खालाई विभेद के कारणले गरे, कति कारणले गरेको छ, यो चाहिँ नै सन्धि सम्झौतालाई कार्यान्वयन गरेको छ कि छैन भनेर तपाईँहरू पहिले जानु भएको छ। अहिले युकेमा अहिले चाहिँ अलिक राम्रो होला, छोराछोरी आएर के भान्जाभान्जीहरू आएर, नत्र भने यहाँ तपाईँहरू स्वयं जो जति लन्डन जानुभएको छ तपाईँहरूले प्रत्यक्ष देख्नु भएको छ त्यहाँका बुढाबुढीलाई कति दुःख भइरहेको छ। किनेर खान जान्दैनन्, जाडो छ घरबाट निस्किनु पाउँदैनन्, भिटामिन डी कमी भएर मान्छेहरू चाहिँ पहेँलो भइसक्यो। यस्ता कुराहरू के राखिएन होला र यसरी पहिलोपल्ट यो एउटा नेपाल सरकार जो आए पनि अघि उहाँले पनि भन्नुभयो कि यो चाहिँ काम गर्ने भनेको चाहिँ सचिवज्यूहरूले र त्यो सबै फाइलहरू हरेक मन्त्रालयमा छ। विशेष हाम्रो चाहिँ परराष्ट्र, गृह, फाइनेन्स र 4वटा मन्त्रालयमा चाहिँ यो फाइल राखिएको रहेछ, राखिएको छ अहिले। यसकारण हामीहरूले अब यो जेनजीको आन्दोलनले गर्दा यसलाई खत्तम भयो होइन। अब मौका के भएको छ भने यो संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारिणी सिस्टम ल्यायो भने पनि या त अर्को संविधान लेख्यो भने पनि अब यो बिचमा चाहिँ तपाईँले सुन्नु भएको छ कार्तिक 15 भित्रमा चाहिँ कार्यकारिणी को घोषणा भएन भने र जसले यो देशलाई ठगेका छन् उनीहरूलाई कारबाही भएन भने हामी 16 गतेदेखि आन्दोलन सुरु गर्छौँ भनेको कार्यबाट त्यसपछि के हुन्छ। तर भोलि संशोधनै हुने भयो भने पनि बाट कार्यकारिणी आउने भयो भने पनि र पुनर्लेखन गर्ने भयो भने पनि यो पालि चाहिँ गोर्खाको बारेमा चाहिँ नागरिक निरन्तरता हुनुपर्छ भन्नेमा हामी लगाउन सकिन्छ। यसको जुन मर्स्याउदा विधेयक जुन हाम्रो तर्फबाट होम अफिस अथवा गृह मन्त्रालयमा पेश गरिसकेको छ, त्यहाँको कानुन विभाग हुँदो रहेछ। कानुन विभागले त्यसलाई हेर्दै अहिलेको परिस्थिति आएको छ र अबको यसलाई चाहिँ युकेमा जे जति भान्जाभान्जीहरू आएछन् यसलाई सफल पार्नको लागि तपाईँहरू जेएनजी रुकाउनुभयो भने सफल भयो, नभए सफल हुनेवाला छैन। किनकि मैले अघि पनि भने मेरो गोजीको पैसा लगाएर
यो सफल हुँदैन। थोपा थोपा मिलेर सागर भन्छ। अब हेरौँ 1-2 महिना कतिको स्पिडमा यहाँले सहयोग गर्नुहुन्छ, त्यसको आधारमा हामी खटिने हो। कोही भान्जा मान्छे हामीसँग प्रतिनिधि रूपमा गए पनि हुन्छ, उहाँलाई चिन्छन् पनि, उहाँले बुझ्छन् पनि। अनि 50 जना माननीयहरूलाई भेला पारेर त्यो बुझाउँदाखेरि खर्च कति हुँदो रहेछ भन्ने कुरो उहाँले त्यो पनि जानकारी। त्यसले गर्दाखेरि यो चाहिँ आफ्नो बाबुआमाहरूले नै सम्झाउनु पर्ने आवश्यकता छ। र अब पनि तपाईँहरू जो लन्डनमा आइसकेका हाम्रा भुकुका छोराछोरीहरू छन्, तपाईँहरू सुत्नुभयो भने यो आन्दोलन नै सुत्छ। र समस्या के हो त भन्ने कुरो आएको थियो। समस्या के हो भने हाम्रा नानीहरूको अङ्गीकृत मात्रै हो, वंशजको होइन। अङ्गीकृत नागरिकताको आधारमा तपाईँहरूले पासपोर्ट लिइराख्नु भएको छ। तपाईँहरूले फर्म भर्दा पनि नेचुरलाइजेसन गर्दा पनि चाल पाउनु भएको छ। त्यो नेपालको नागरिकता अटोमेटिक क्विट तपाईँको नागरिकता हुन्छ। त्यो एउटा समस्या हो। अर्को समस्या के, मैले के राखेको थिएँ, नोकरी गर्दै जाँदाखेरि 30 वर्ष नोकरी गर्छ आफ्नो मान्छेले, त नानी त उहाँ जान्नुहुन्छ। अनि हतार कुदाएर नेपाल लानु पर्थ्यो रजिस्टर गर्नलाई। त्यो यहाँकै राजदूतावासमा पञ्जीका अधिकारी राखेर दर्ता गर्दै हुँदैन र। अब फेरि त्यो नानी बढ्दै गएपछि उसले यहाँको अङ्गीकृत नागरिकता लिन्छ, फेरि आफ्नै श्रीमतीले पनि लिने भयो नि पछि त। अब बुढाले काम गर्यो भने बुढा त नेपालकै पासपोर्ट र नागरिकतामा हिँडेको नोकरीको दौडानमा। तर त्यो लाउरेले काम बिगाएर भने त कोर्ट मार्सल गरिदिन्छ। त बुढो चाहिँ नेपालमा, छोराछोरी र बुढी चाहिँ लन्डनमा। यस्तो गरेर अधिकार तपाईँहरूलाई कसले दियो? यो गोर्खाको प्रश्न। अथवा कुनै जन्म दर्तै भएको छैन भने त एउटा माननीयले सोध्नु भएको छ। पछि उहाँले आएर यहाँको नागरिकता छोडेर यहाँ आउँदा पाइहाल्छ नि भन्नु। अनि यहाँको नागरिकता हुँदैन कहाँबाट चाहिँ पाउँछ भनेको अनि अलमल्ल पर्नु। युकेको मात्रै नागरिकता लिएको छ भने लाउरेको छोराले, नेपालको लिएको छैन भने र बदमास गर्यो अथवा कुनै कारणवश उसलाई डिपोर्टेड गरिदियो भने जाने कहाँ? लाउरेको छ नेपालीको छोराहरूलाई नेपालमै पठाइदिन्छ, तर उसँग नेपालको नागरिकता हुँदैन। त्यो रिफ्युजी भएन र तपाईँले सन्धि सम्झौता गरेर अनुमति दिएर पठाउने, अनि त्यही लाउरेको छोराछोरीलाई चाहिँ अनागरिक बनाउने अधिकार तपाईँलाई कसले दियो? मेरो छोरा त लन्डन पढ्न गएको त होइन। बाउ जहाँ गयो बाबामा छोराछोरी त त्यहीँ लगेर जान्छन् त, कि नेपालमा राख्छ? यस्ता थुप्रै समस्याहरू मैले राखेको थिएँ समस्याबारे। त्यो भएपछि उहाँहरू धेरै कन्भिन्स हुनुभयो। यस कारणले गर्दाखेरि तपाईँहरूले हामीले होइन, अब भान्जा भान्जी जेएनजी बनेर उब्नुपर्छ। अब आन्दोलन यहाँ होइन। तपाईँले सुन्नु पनि भयो होला, हाम्रो वरिष्ठ अधिवक्ताले बोलेको, तपाईँहरूले गोर्खा र गोर्खाको नानीहरू सन्ततिलाई नागरिकता निरन्तरता दिनु भएन भने यो मुद्दा सर्वोच्च हुँदै आइसिसीमा गयो भने तपाईँहरू ह्युमन ट्राफिकिङमा पर्नुहुन्छ। मैले के पनि भनेको थिएँ भने विशेष मेजर साहब जुटबाल साहबबाट मैले पाएको थिएँ 2027 मार्च 2024 वार्तामा हामी सबै गएका थियौँ। त्यतिखेर मेरो देब्रेपट्टि बस्ने एकजना छोरी मान्छे थिइन्, उनी लयर रहेछ। खास लयर ल्याउने नल्याउने भन्ने सर्त थियो। त्यतिखेर तिनले के बोलेको थिइन् भने त्रिपक्षीय सन्धि चाहिँ युकेको कानुनले चिन्दैन, रिकग्नाइज गर्दैन भनेर बोलेको थियो। त्यसैमा कुन सन्धिको आधारमा भर्ती गरिँदैछ भन्दा चुप्प रातो पिरो भएको थियो।
त्यो त अहिले एउटा ब्लू फ्लेयर भन्ने अब्जर्भ भन्ने एउटा पत्रिकाले निकालेको तपाईँले कतिले पाउनु भयो होला। त्यहाँ सबै लेखेको छ र त्यही शब्द पनि लेखिएको छ। युकेको कानुनले चाहिँ यो त्रिपक्षीय सन्धि चिन्दैन। दोस्रो के लेखेको छ भने हरेक 20 वर्षमा चाहिँ यहाँका कुनै पनि केस, क्रिमिनल केस होस् जेसुकै केस होस्, ती केसहरू चाहिँ यिनीहरूले पारदर्शी गर्नुपर्दछ जनतालाई। तर त्यो के लेखेको छ भने गोर्खा रिक्रुटमेन्ट र अरबका राजा महाराजाको चाहिँ टप सेक्रेट भएकोले गर्दाखेरि यसलाई चाहिँ हामीले पारदर्शी गर्न मिल्दैन। अब बाजारले लेखेको त्यसो भए रिक्रुटमेन्ट कस्तो खालको टप सेक्रेट छ उ त देखाउनु पर्यो। हामीले देखेको त त्यही 9 नोभेम्बर 1947 सन्धि, सुगौली सन्धि, 1923 को फ्रेन्डसिप सन्धि र 2004 को नेपाल सरकारले अनुमति दिएको पत्र बाहेक अरू थाहा छैन त हामीलाई। त कसरी कस्तो खालको टप सेक्रेट छ कि नेपाल सरकारले बेग्लै सन्धि गरेर हामीलाई झुक्याएको त छैन? प्रश्न यो हो नि। यसले गर्दा यस्ता कुराहरूको आधारमा मैले सर्वोच्चमा पनि त्यो बुझाएको थिएँ नेपालको हाम्रो मुद्दामा। ल यहाँ हेर्नुहोस्, यहाँ के लेखिएको छ भएको डकुमेन्ट सबै बुझाएको छौँ हामीले र उनीहरू पनि छक्क परिरहेको छ र नेपाल सरकारलाई पनि मन्त्रीहरूलाई मैले बुझाएँ। यो त ह्युमन ट्राफिकिङ भएन र? लेखिएको के छ? एक तालको नेपाली, सदाको नेपाली। सन्धिमा त्यही लेखेको छ होइन? नेपाली भएर जाने, नेपाली भएर आउने। नेपाली भएर जाने उनीहरूले राम्रो काम गरे बापत समानार्थ एउटा हामीलाई दिएको हो। त्यो त भोलि उनीहरू चाहेर भने कुनै पनि समयमा खेतिन्छ। आउने ठाउँ त यही हो नि। तपाईँले यसले गर्दाखेरि उनीहरूले के भन्यो भने सरकार पक्षले गोर्खाको लागि, तपाईँले सुन्नु पनि भयो होला, कति हामीले छरेको थियौँ, गोर्खाको लागि चाहिँ स्पेसियल कानुन बनाएर उहाँहरूलाई नागरिकता निरन्तरता दिनुपर्छ भन्ने ड्राफ्ट 4 पेजको छ। त्यो हामीले पेश गरेका छौँ। यहीँ नै जन्मदर्ता हुनुपर्छ र त्यहाँ के पनि लेखेको छ भने नेपाल यहाँको पासपोर्ट लियोस् नलियोस् तोसँग सम्बन्ध भएन। नेपाल गोर्खा र गोर्खाका सन्ततिले चाहिँ नेपाली नागरिक र नेपाली पासपोर्ट नै नेपाल जान आउँदा प्रयोग गर्नु पाउनुपर्छ। कारण यो 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 हो भनेर अघि मैले भने जस्तै दिएको छ। र नागरिक निरन्तरता होइन के पनि कुरा चल्यो भने जसले त्यहाँको नागरिकता लिइसकेको छ पासपोर्ट चाहिँ उहाँले चलाउँदाखेरि भिसा नलाग्दा हुँदैन भन्ने कुरा पनि चल्यो। त्यो चाहिँ पछि वार्ताको क्रममा हुने कुरा हो। हामीलाई चाहिँ राजनीतिक अधिकार सुद्धा चाहिन्छ। त्यहाँ एनआरएनएको प्रतिनिधिज्यूहरूले राख्नुभयो। राखेको कुराले उहाँले के भन्नुभयो मन्त्री र त्यहाँको सचिवले? यो त तपाईँले पाइसकेको कार्यान्वयन गर्न मात्रै बाँकी रहेछ भन्दै सिधिहाल्यो उहाँको कुरा। तपाईँलाई राजनीतिक अधिकार दिएको छैन, पार्टीले दिएको रहेछ भनेर सिधिहाल्यो। तर हामीले चाहिँ भन्यौँ हामी चाहिँ राजनीतिक अधिकार सहितको पाउनुपर्छ। अब किन पठाउनु भयो त? तपाईँहरूले नपठाएको यो घटना हुँदैन थियो। अहिले पनि कन्टिन्यू पठाइराख्नु भएको छ। यो घटना कन्टिन्यू भइरहन्छ। कसरी समाधान गर्ने? विकल्प निकाल्नु पर्यो नि त। दोहोरो नागरिकता भन्नुहुन्छ कि या त नागरिक निरन्तरता? यसकारणले गर्दाखेरि त्यसो गर्न पाइँदैन भन्ने कुराहरू यहाँ मैले अघि साथीभाइलाई भने 13 वर्षमा खटिँदाखेरि यति साह्रो दुःख भएको थिएन। त्यति साह्रो गाह्रो भयो। डकुमेन्ट लाइनमा धेरै जसो हाम्रो मेजर जुद्धबहादुर साहब र ले सहयोग गर्नुभयो र उहाँले यो ठाउँमा जानुहोस्, यो ठाउँमा जानुहोस् र तपाईँहरूले पाउनुहुन्छ भनेर उहाँले भन्नुभएपछि हामी त्यहाँ गयौँ। अब नागरिकको बारेमा मैले अन्तिममा के भन्छु भने यहाँलाई फाइनेन्सियल सपोर्टको लागि यहाँलाई आह्वान गर्न चाहन्छु। यदि तपाईँको नागरिकता निरन्तरता चाहनुहुन्छ भने होइन म अब युकेकै पासपोर्ट लिइसक्यो बस्ने हो नजाने हो नेपाल भन्नुहुन्छ भने त्यो तपाईँको विचार। तर याद रहोस् तपाईँको बाउ
बाउको सम्पत्ति बाजेको सम्पत्ति चाहिँ तपाईँले गुमाउनु पर्ने हुन्छ, त्यतिखेर चाहिँ रुनु सक्नुहुन्छ। त्यो बाउले बनाएको पोखराको घर, घराटको घर, बुटोल धेपालका जहाँ जहाँ छन् र बाजेले कमाएको सम्पत्ति छ नि, तपाईँहरू भान्जा भान्जी छोराछोरीले जिन्दगीभरि कमाउन सक्नुहुन्न त्यो सम्पत्ति। थाहा छ किन? मैले काठमाडौँमा 3 लाख आना किनेको जग्गा आज 36 लाख आना छ। कसरी किन्नुहुन्छ तपाईँ? तपाईँले पैसाले भ्याउँदैन। यहाँको स्पिड अनुसार हाम्रो 1992 मा ब्रेकनमा यहाँ हुँदा 1000 पाउन्ड पाउनु, 1000ले 2 रुपियाँ जग्गा आउँछ काठमाडौँमा। तपाईँको पेले अहिले 1 रुपियाँ भएन, 1 आना नै हुन त कसरी किन्नुहुन्छ तपाईँहरू? त्यो सम्पत्तिलाई जोगाउनको लागि भए पनि तपाईँहरूले यो बिजिएनसीलाई सपोर्ट गर्नुहुन्न म अनुरोध गर्छु। गर्नुभयो भने विभेदको आन्दोलन त अन्तिम हुँदै गएको छ। त विभेदको आन्दोलनभन्दा अगाडि यो आन्दोलन समाप्त हुन्छ लेखेर राख्नुहोस्, म घोषणा गर्छु। पेन्सनको कुरो तपाईँले सुन्न चाहनुहुन्छ विशेष। अब हामीले के भनेर मुद्दा लगाएका थियौँ भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा व्यवस्थापिका सांसद भन्छ, त्यसलाई मिनी पार्लियामेन्ट पनि भन्छ। त्यो चाहिँ विषयमा किन सरकारले निर्देशन मान्नुपर्ने 2टा निकाय हुन्छ। एउटा सर्वदलीय समितिले दिएको निर्देशन मान्नुपर्ने हुन्छ, अर्को अदालतले दिएको निर्णय मान्नुपर्ने हुन्छ। तर दुई पल्ट समितिले दिएको निर्णय तपाईँले किन सरकारले किन मानेन भनेर हामीले लगाएको मुद्दा त्यही हो। र यो चाहिँ सरकारले अब होइन, अदालतले यो दसैँभन्दा 2 हप्ता अगाडि निर्णय सुनाउने भन्ने कुरा हामीलाई भनिसकेको थिए न्यायाधीशज्यूहरूले। र अचानक जेनजेको आन्दोलन अगाडि बढेपछि यो खाँदिरहेको छ। यो पनि फैसलामा आउँछ। यदि आयो भने त्यहाँ के हुन्छ भने सरकारले निर्देशन के हो भने क्याबिनेट मिनिस्टर लेभलको हुनुपर्छ, किनकि उहाँ त राज्य मन्त्रीले पनि हाम्रो महामहिम राजदूतलाई त टेर्नुहुन्न। महामहिमले त्रिपक्षीय सन्धिको आधारमा किन दिनु भएन भनेर राख्नु भएकै हो त। हाम्रो मेजर जुल साहबले राख्नु भएको हो त। तर के भन्छ यहाँको मन्त्री? मैले त पढेकै छैन भन्छ। यस्तो लाजमर्दो कुरो गर्छ। मेजर साहबले त मलाई 6 महिना पहिले दिएको त फाइल किन पढ्नु भएन? फेरि चुप बस्छ। अन्तिममा त के भन्छ? अफोर्डेबल सल्युसन लिएर आउनु भयो। के को अफोर्डेबल सल्युसन? इक्वलको कुरा भएछ, अफोर्डेबलको कुरा आउँदैन। अफोर्डेबल आउला, उनीहरूले कसले ल्याउँछ त मेजर साहबको सब्जेक्ट भयो, उहाँले भन्नुहुन्छ। यसरी अदालतको निर्णय पनि सम्भवै यो सेटल डाउन भइसकेपछि अब प्रत्यक्ष कार्यकारिणीको सिस्टम आउने हो या के हुने हो त हामीलाई थाहा छैन। तर यो सेटल भइसकेपछि हाम्रो मुद्दा र यो नागरिकको बारेमा अगाडि बढ्छ। यस बढ्नको लागि अब कार्य समितिका ज्यूहरू जानुहुन्छ कि म जाने हो कि त्यो भविष्यको कुरो थाहा छैन। तर धेरै गाह्रो चाहिँ छ। त्यसकारणले गर्दाखेरि त्यसमा सल्लाह गर्दै जानुपर्ने हुन्छ। र अहिले नेपालमा जे जस्तै भए पनि इस्टाब्लिस भएको छ र तपाईँको झन्डै 40 पल्ट त हामीले माननीयज्यूहरूसँग सेमिनार मात्रै गरेको छ। भोलि अब जो छन् पार्टीका माननीयज्यूहरू प्रत्यक्ष कार्यकारिणीको सिस्टम बस्यो भने पनि उहाँहरू नै हो भोलि आउने त उनीहरू नै हो। त्यो जेल सिकेट 28 वर्षभन्दा मुनिको त अब लडे पनि जित्दैन होला नि। तपाईँ अलिक अनुभव नै खोज्छ जनताले, तर भ्रष्ट चाहिँ खोज्दैन राष्ट्रले। जे होस् नेपाल धेरै यो सुधारमा आउँछ भन्ने हामी सबैको मूल्याङ्कन छ। यस कारणले गर्दाखेरि नागरिकता निरन्तरता पेन्सन भन्दा पनि इम्पोर्टेन्ट भएकोले गर्दाखेरि म अन्तिममा के भन्न चाहन्छु भने
यहाँको तपाईहरु नगए पनि यहाँको सपोर्ट रहोस् र भोलि आन्दोलन गर्न पर्यो भने पनि यी 15,000 चाहिँदैन, 5,000 भान्जा भान्जी मात्रै 2 हप्ताको लागि टिकट काटेर नेपाल आउनुहोस्, आन्दोलन चर्काएर राखेर यतै आउनुहोस्, बाँकी परेको हामी बेहोर होला, बिटिएनसी चाहिँ बेहोर छ, बेहोर्नेवाला छ भन्दै कुनै पनि प्रश्नहरू यहाँको छ भने म यहाँलाई उत्तर दिन तयारी छु अन्तिममा। र आज मैले यति नै राखेँ र आउने दिनमा हामी सबैको भलो र सफलता होस् भनी कामना गर्दछु। धन्यवाद, नमस्कार।